हजुरहरूले खाना खानुभयो? म त भर्खर खान लाग्दैछु। हेर्नुहोस् त, मलाई बुद्धिस्ट भिक्षुहरू जसलाई हामीले मङ्क भन्छौँ, बुद्ध धर्मावलम्बीहरू, उहाँहरूले बिहानको एक छाक मात्र भोजन गर्नुहुन्छ। म हिजो एउटा बुद्धिस्ट वाटमा बसेको थिएँ। उहाँहरूले जहिले पनि एउटा यात्रीलाई केही पानी र केही खाना दिएर बिदाई गर्नुहुन्छ। उहाँहरूको खाना नकार्न मिल्दैन। यो डोनेसन, दानको खाना हो। जब तपाईँले दानको खाना खानुहुन्छ, तपाईँमा इगो त्यहीँबाट डाउन हुन्छ। तपाईँको सेल्फिसनेस, तपाईँको इगो भन्ने कुरा त्यहीँबाट डाउन हुन्छ। म पनि यो बुद्धिस्ट मङ्कले दिनुभएको, आदरणीय व्यक्तित्वहरूले दिनुभएको, जसले गृह त्याग गर्नुभएको छ, उहाँहरूले दिनुभएको खानामा आजको बिहानको छाक टार्न जाँदैछु। मलाई बडो गर्व लाग्छ कसैले मेरो लागि च्यारिटी डोनेसनबाट चाहिँ खाना दिन्छ भने म एकदमै त्यसलाई सम्मान गर्छु। त्यसै पनि हामी साइकल यात्री एउटा अभियन्तासँग त्यति धेरै अथाह पैसा भएर पनि यात्रामा निस्केका हुँदैनौँ। सबै नेपाली साथीहरूको साथ सपोर्ट, माया, प्रेम र सद्भावले सबै साथीहरूलाई एउटा शुभकामना सहितको कमेन्ट दिनुहोला। जय देश, जय नेपाल, जय मातृभूमि।